सम्पूर्ण साथीहरूलाई नमस्कार। आज प्रदेश लोक सेवा आयोग कोशी प्रदेश विराटनगरले स्थानीय सरकारी सेवा अन्तर्गतका विभिन्न सेवा समूहमा प्राविधिक तथा अप्राविधिक तर्फका अधिकृत स्तर 7औं तथा 8औं तहको पदहरूको खुल्ला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन प्रकाशन गरेको छ। यो विज्ञापन चाहिँ 2082 6 महिना 27 गते सोमबार प्रकाशन भएको छ। लोकसेवा आयोगको अफिसियल वेबसाइटमा यो सूचना यो विज्ञापन प्रकाशन भएको छ। यसमा चाहिँ प्राविधिकतर्फ अप्राविधिकतर्फ गरेर दुईवटा समूहमा चाहिँ वर्गीकरण गरेर विज्ञापन खुलाएको छ। यसमा मेडिकल अधिकृत, इन्जिनियर, वातावरण इन्जिनियर, शिक्षा अधिकृत, जनस्वास्थ्य अधिकृत, शाखा अधिकृत, लेखा अधिकृत यसरी चाहिँ विज्ञापन खुलाएको छ र यसमा चाहिँ पद र तह अनि पद सङ्ख्या पनि यसमा दिएर खुलाएको छ। यसमा चाहिँ यसको लागि चाहिँ परीक्षा मिति र समय पनि यसले आह्वान गरेको छ। यसमा चाहिँ अप्राविधिकतर्फ प्रशासन सामान्य, प्रशासन लेखा आलेपमा चाहिँ यो अधिकृत स्तर 7औं, शाखा अधिकृत, लेखा अधिकृत। यसमा किसिम भनेको चाहिँ खुल्ला तथा समावेशी भनेर खुलाएको छ। प्रथम पत्र चाहिँ 2082 9 महिना 12 गते यानि कि पुस 12 गते दिनको 1 बजे चाहिँ प्रथम पत्रको परीक्षा हुनेछ र यसमा चाहिँ परीक्षा भवन चाहिँ पछि लोकसेवा आयोगले चाहिँ आफ्नै अफिसियल वेबसाइटमा चाहिँ परीक्षा भवन प्रकाशन गर्नेछ। यसै गरी द्वितीय पत्रको लागि 2082 10 महिना 16 गते दिनको 1 बजे लगभग 1 महिना पछि चाहिँ द्वितीय पत्र र द्वितीय, तृतीय र चौथो पत्र चाहिँ एक दिनको अन्तरालमा हुने यहाँनिर उल्लेख गरेको छ। द्वितीय पत्र 16 गते, तृतीय पत्र 17 गते र चौथो पत्र 18 गते भनेपछि एक दिनको फरकमा हुने भनेर यहाँ देखाइएको छ। यसरी नै 2 नम्बरमा छ प्रशासन विविध महिला विकास। यो तह 7 अधिकृत स्तर 7औं नै रहेको छ र यसको पद भनेको महिला विकास अधिकृत। यसमा चाहिँ खुल्लामा मात्रै परीक्षा आवेदन भर्न पाउने भनेर यहाँनिर किसिममा उल्लेख गरिएको छ र यसको चाहिँ प्रथम पत्रको परीक्षा 2082 9 महिना 15 गते हुने भनेर यहाँ लेखिएको छ र बिहानको 8 बजे र द्वितीय पत्र 2082 10 महिना 19 गते लगभग 1 महिनाको अन्तरालमा द्वितीय पत्र पनि हुने भनेर यहाँ देखाइएको छ। तृतीय पत्र भनेको 2082 10 महिना 20 गते दिनको ठिक 1 बजे हुने भनेर भनिएको छ र यसमा 3 नम्बरमा कानुन सेवा समूह उपसमूह अन्तर्गत कानुनमा चाहिँ यो पनि अधिकृत स्तर 7औं नै रहेको छ। यसको पद भनेको कानुन अधिकृत। यसमा किसिममा चाहिँ खुल्ला तथा समावेशी दुईटैमा परीक्षा आवेदन भर्न पाउने भनेर यहाँ उल्लेख गरिएको छ र कानुन सेवा समूह अन्तर्गत चाहिँ यसको प्रथम पत्रको परीक्षा 2082 9 महिना 25 गते हुने भनेर उल्लेख गरिएको छ दिनको ठिक 1 बजे। कानुन अधिकृत प्रथम पत्र 2082 9 महिना 25 गते दिनको 1 बजे र द्वितीय पत्र चाहिँ भोलिपल्टै 26 गते नै हुने भनेर यहाँ उल्लेख गरिएको छ। यसमा चाहिँ 1 महिनाको अन्तरालमा नभएर 1 दिन अघि र 1 दिन पछिमा प्रथम पत्र र द्वितीय पत्रको परीक्षा हुने भनेर यहाँ उल्लेख गरिएको छ। यसको लागि परीक्षा केन्द्र चाहिँ पछि प्रकाशन गरिनेछ भनेर यहाँ लेखिएको छ। परीक्षा 10 दूरको कुरा पनि गरेको छ। तह 7औं, दरखास्त 10 दूर 1200। एकै सेवा समूहको पदका किसिम वा समूह तर्फका थप विज्ञापनमा आवेदन दिने उम्मेदवारको हकमा थप समूह प्रत्येकका लागि रु 400 भनेर लेखिएको छ। यो भनेको चाहिँ के हो भने जस्तै परीक्षा आवेदन 10 दूर चाहिँ 1200 हो र हामीले यदि सेवा समूह थप्दै जान्छौँ भने प्रत्येक सेवा समूहको लागि 400 रुपियाँ एड गरेर आफूले पेमेन्ट गर्नुपर्ने हुन्छ भनेर भनिएको छ। अब दरखास्त दिने अन्तिम मिति भनेको 2082 साल 7 महिना 16 गते र दोबर 10 दूर 2082 7 महिना 23 गतेसम्म भनेर उल्लेख गरिएको छ। दरखास्त दस्तुर बुझाउने स्थान र विधि भनिएको छ।
यसमा चाहिँ दरखास्त दस्तुर बुझाउने स्थान र विधि भनेको छ। दरखास्त दस्तुर आयोगको अनलाइन दरखास्त प्रणाली मार्फत विद्युतीय माध्यमबाट सोझै वा मास्टर आइडी र कारोबार सङ्केत नम्बर उल्लेख भएको बैंक भाउचर प्रिन्ट गरी तोकिएको बैंकबाट नगद समेत बुझाउन सकिनेछ। यसको लागि चाहिँ हामीले अफलाइन पनि पेमेन्ट गर्न सक्छौँ र अनलाइन पनि पेमेन्ट गर्न सक्छौँ। अब हामीले लोकसेवा आयोगको अनलाइन फर्म भरिसके पछाडि कसरी अनलाइन अथवा कसरी अफलाइन पेमेन्ट गर्न सक्छौँ भनेर म तपाईँहरूलाई अर्को भिडियोमा जानकारी दिनेछु। दस्तुर बुझाउने अवधि भनेको छ 2082 7 महिना 24 गतेसम्म तोकिएको परीक्षा दस्तुर वा दोब्बर दस्तुर अनिवार्य बुझाइसक्नु पर्नेछ भनेको छ। 7 महिना 24 गतेसम्म चाहिँ पेमेन्ट बुझाइसक्नु पर्नेछ। यहाँ एउटा कुरा के बुझ्न जरुरी छ भने दरखास्त दिने अन्तिम मिति चाहिँ 7 महिना 16 गते, तर हामीले पेमेन्ट बुझाउनु पर्ने मिति भनेको चाहिँ 7 महिना 24 गते हो। हामीले 16 गतेसम्म फर्म भर्न सक्छौँ, तर 16 गते फर्म भरिसके पछाडि अन्तिम मिति 16 गते भए पनि हामीले फर्म भरिसकेको छ र पेमेन्ट गर्न बाँकी छ भने हामीले 24 गतेसम्ममा चाहिँ पेमेन्ट गरिसक्नु पर्नेछ भनेर यहाँ उल्लेख गरिएको छ। उम्मेदवारको उमेर हद भनेको छ 2082 7 महिना 16 गतेसम्ममा 21 वर्ष उमेर पुरा भई 35 वर्ष ननागेको र महिला तथा अपाङ्गता भएका उम्मेदवारहरूको हकमा 40 वर्ष ननागेको हुनुपर्ने भनिएको छ। स्वास्थ्य सेवाको हकमा 21 वर्ष उमेर पुरा भई 45 वर्ष उमेर ननागेको निजामती सेवा, प्रदेश निजामती सेवा र स्थानीय सरकारी सेवाको स्थायी कर्मचारीहरूको हकमा उमेरको हद लाग्ने छैन। जस्तै हामीले अब पहिलोचोटि हामीले अनलाइन फर्म अथवा भरेर चाहिँ परीक्षा लेख्दैछौँ भने हाम्रो उमेर चाहिँ 21 वर्ष पुरा हुनुपर्छ। 7 महिना 16 गतेसम्ममा चाहिँ 21 वर्ष पुरा भएको हुनुपर्छ। तर यदि हामी कुनै सरकारी सेवामा कार्यरत छौँ अथवा कुनै प्रदेश निजामती सेवा अथवा स्थानीय सरकारी सेवामा स्थायी कर्मचारीहरू छौँ भने उनीहरूको हकमा चाहिँ उमेर हद लाग्दैन भनेर उल्लेख गरिएको छ। पेश गर्नुपर्ने कागजातहरू म तपाईँहरूलाई यो सम्पूर्ण डिटेल कसरी अनलाइन पेमेन्ट गर्ने, कसरी अफलाइन पेमेन्ट गर्ने, कसरी भाउचर बुझाउने अनि पेश गर्नुपर्ने कागजातहरू के हुन् भनेर बाँकी भिडियो म तपाईँहरूलाई अर्को भिडियोमा सबै दिने जमर्को गर्दै आजको यो भिडियोबाट म बिदा हुन चाहन्छु।